यो सबैलाई नमस्ते भन्दै आज म ढिलो भए तापनि यसरी यो एकदमै इम्पोर्टेन्ट हाम्रो हेल्थको लागि चाहिँ, किनभने गरमको टेम्परेचर एकदमै बेसी बढेर गएको छ र गुराँसको जुसलाई मैले यसरी देखाइदिएँ। हेर्नुहोस् न, यो सिजनमा एकदमै प्रशस्त मात्राले हुन्छ र यो हिल्समा मात्रै फुलेको कारणले गर्दाखेरि सधैँ सिजनमा यो पाइँदैन र हाम्रो स्टोरमा चाहिँ अहिले चाहिँ यसरी प्रशस्त मात्रामा छ र गरन्डलको र पाइनापल, अरेन्ज जुस, म्याङ्गो मिट अथवा म्याङ्गो साथसाथमा पुदिना भएको, अनि यो चाहिँ अब अम्बकको होइन, यो विभिन्न प्रकारको हेर्नुहोस् न, स्ट्रबेरीको सबै प्रकारका जुसहरू हाम्रो नानीहरूको लागि सबैको लागि नै। किन भन्दाखेरि चाहिँ अब गरम बेसी भएको कारणले गर्दाखेरि हामीलाई एकदमै अनिवार्य छ कि हामीले जुसहरू पिउन पर्छ। हामीलाई अब पानीले मात्रै पुग्दैन, तर जुसहरू एकदमै पिउन पर्छ। किन भन्दाखेरि चाहिँ हामी हेल्दी रहनको लागि चाहिँ, त्यस कारणले गर्दाखेरि चाहिँ हामीले यसरी स्टोरमा चाहिँ सबै प्रकारका जुसहरू चाहिँ ल्याइसकेका छौँ र हजुरहरूलाई चाहिन्छ भने खुरुक्कै हाम्रो स्टोरमा आउनुहोस् र लिनुहोस्। हेर्नुहोस् न, डोकोमा भएको यस्तो घुमाएर म यो जुसलाई पनि देखाइदिउँ न त होइन, सबै कुराहरू। र यदि हजुरहरूलाई चाहिन्छ भने चाहिँ विभिन्न प्रकारको फ्लेभरमा भएका ड्रिङ्क्सहरू चाहिँ हाम्रो स्टोरमा पाइने गर्छ र हजुरहरूले सम्झना आयो भने चाहिँ हाम्रो स्टोरलाई सम्झिनुहोस्, तिर्खा लाग्यो भने हाम्रो स्टोरलाई सम्झिनुहोस्। बाई, सी यू।